हाई एभ्रिवान वेलकम टु माई मिनी ब्लग। यो ब्लग चाहिँ मेरो माघ 21 गतेको हो। यो दिन चाहिँ मेरो 3-4 ठाउँमा नै हेयर र मेकअपको लागि बुकिङ थियो। मेरो फर्स्ट काम चाहिँ 2 बजेदेखि स्टार्ट थियो मिट बानेश्वरमा। म रेडी भएँ अनि त्यसपछि इन्ड्राइभ बुक गरेर म स्टुडियोमा गएँ। अनि म त्यहाँ पुगिसकेपछि चाहिँ एकछिनपछि क्लाइन्टहरू आउनुभयो। यहाँ चाहिँ मैले 2जनाको हेयर गर्नुपर्ने थियो, एकजना ब्राइडल र एकजना नन ब्राइडल। अनि उहाँहरूले भनेको अनुसार मैले उहाँहरूकै टाइममा हेयरहरू गरिदिएँ अनि साडी ड्रेपिङ गरेँ। त्यसपछि मेरो नेक्स्ट लोकेसनमा चाहिँ मेरो एकजना ब्राइड हुनुहुन्थ्यो, मैले नै हेयर र मेकअप गरेको थिएँ यहाँ चाहिँ। अनि उहाँलाई नै देखाएर उहाँकै अनुसार नै मैले हेयर र मेकअप गरिदिएको थिएँ। उहाँलाई एकदम राम्रो पनि देखिएको थियो अनि उहाँलाई एकदम मन पनि पराउनु भएको थियो। अनि त्यसपछि फेरि मेरो स्टुडियोमा नै जानुपर्ने थियो। अनि म त्यहाँ गएँ, त्यहाँ चाहिँ एकजनाको हेयर गर्न बाँकी थियो अनि म गएर एकजनाको हेयर गरिदिएँ। अनि त्यहाँ पनि एकजनाको हेयर सकिसकेपछि फेरि मेरो जानुपर्ने थियो अर्को नेक्स्ट लोकेसनमा। त्यहाँ पनि एकजना ब्राइड हुनुहुन्थ्यो, मैले हेयर गर्ने थिएँ भने अस्मिता दिदीले चाहिँ मेकअप गर्दै हुनुहुन्थ्यो। हामी 2जना भएर उहाँलाई रेडी गरिदियौँ। अनि त्यसपछि हामीले त्यहाँ पनि सकेर अर्को एक ठाउँमा पनि हुनुहुन्थ्यो एकजना ब्राइड, त्यहाँ पनि हामी 2जना थियौँ। मैले हेयर गरेको थिएँ भने अस्मिता दिदीले चाहिँ मेकअप गर्नुभएको थियो अनि हामीलाई त्यहाँनिर फलफुल नै प्रोभाइड गर्नुभएको थियो। यो दिनको चाहिँ लास्ट क्लाइन्ट हुनुहुन्थ्यो उहाँ। अनि हामीले खाँदै अनि उहाँकै चोइस अनुसार हामीले हेयर र मेकअप गरिदिएका थियौँ। हजुरहरू पनि अब वैशाखको लागि कुनै इभेन्टमा रेडी हुन चाहनुहुन्छ भने मलाई कुनै पनि मेकओभरको लागि मेसेज गर्न सक्नुहुन्छ। थ्याङ्क्स फर वाचिङ। बाई बाई।